यत्रा संगठन भए मान्छे हामीको अगाडि एकजना फकाएर भोट मागेर हिँडेको छ, लाजै मर्नु। म यसो चिया पसला बसेर हेर्छु, एकजना फकाउने हिँडेको छ, चुनाव दिन्छु भनेर। जसको न संगठन छ न जिते पनि के गर्ने, एउटा जितेर कहाँ जाने? सरकार बनाउने 38 सिट चाहिन्छ। अब जो पनि उठ्या छ। त्यस कारणले हामीले जुन क्यान्डिडेट दिएका छौँ, मसँग 5 वर्ष काम गर्नुभएको, कोभिडको बेलामा बडो विषम परिस्थितिमा 5 वर्ष काम गरेर क्षमता प्रदर्शन गरिसक्नुभएका कारणले सौर्यजी हुनुहुन्छ। हामीले चान्चुने उम्मेदवार दिएका छैनौँ र यसको जिम्मा कसले ल्याएको छ? म स्वयं चाहिँ निवर्तमान सांसद, म चाहिँ मेयर पनि चलाइसकेको, वडा अध्यक्ष भइसकेको, गाविस अध्यक्ष भइसकेको, म 42 वर्षको इतिहासमा नेपाली काङ्ग्रेसको काँध बोकेर चाहिँ हिँड्या व्यक्तिले मैले जिम्मा ल्याएको छु र मलाई सघाउनका लागि सम्पूर्ण टिम साथीहरू यसरी उपस्थित हुनुभएको छ। मैले अघि पनि भने यो उपस्थितिले हेर्नुहोस्, भोलिदेखिको तपाईँहरूले भोलिदेखिको रिजल्ट हेर्दै जानु होला अरू पार्टीहरूको हालत। 18 महिना अगाडि बङ्गलादेशमा ठुलो आन्दोलन भयो, सेम टु सेम हाम्रो हेर्नुहोस्, जेएनजी आन्दोलनै भयो। त्यहाँ पनि सारा मुलुकका चाहिँ प्रतिष्ठित भवनहरू सखाप भए। तर आज के पो परिणाम? त्यहाँ पनि घुसपैठ भयो। घुसपैठ भएको नाताले आज आएर के भयो? जनताले को प्रति आस्था देखायो भने जसले हिजो मुलुकलाई बचायो, जसले मुलुकलाई बारम्बार बचाएर ल्यायो, त्यही पार्टीलाई आज 2/3 बहुमत दियो। त्यो दर्जनाक कहानी थियो।